guys, welcome to my vlog. आज हामी एकदमै स्ट्रेस फ्री हुनको लागि गइरहेका छौँ। तपाईहरु देख्न सक्नुहुन्छ मेरो पछाडि पनि एकदमै राम्रो बाटो छ। So hey guys, let's go on a hike. आज हामी आइपुगेका छौँ नागार्जुनमा रहेको जामाचोमा। So हामी स्टार्ट भइसकेको छ हाम्रो सर्ट हाइक। फुलबारी भन्ने लोकेसनबाट टिकट काटेर हामी भित्र छिर्छौँ र स्टार्टिङ पोइन्टमा यस्तो खालको लोकेसन देखिन्छ। हामीलाई 7 दिन आइपुग्नु भएको छ 2-4 वटा कुकुरहरू। हामीलाई धेरै रमाइलो भइराखेको छ। मैले भेटाएको भन्ने फिल भएपछि त्यो राम्रो छ नि। वाउ, this place is good for video. हैन सेकेन्ड चेकिङ पोस्टमा आइसकेका छौँ र हामीलाई स्वागत गर्नको लागि यसरी लोकेसन वेलकम भनेर लेखेको देख्न सक्नुहुन्छ। र मेरो पार्टनर चाहिँ उहाँ रेस्ट गर्दै हुनुहुन्छ। एकछिन थकै लाग्यो? लाग्यो नि। तपाईँलाई थकाइ लागेर नि मेरो भिडियो बनाइदिनुहुन्छ। थ्याङ्क यू सो मच। सो कस्तो लागिरहेछ आजको यतिसम्मको यात्रा? little bit back. अघि बिचमा त मलाई यस्तो भएको थियो कि स्वेटिङ भएर गाह्रो भएको थियो। अहिले चाहिँ यहाँ आइपुग्दासम्म बाटो देखेँ। अहिले चाहिँ आनन्द लागिरह होला। सो एकदमै सजिलो हुन्छ, आनन्दको माहौल छ। तपाईहरु सबैजना आउनु होला आफ्नो फ्री टाइम निकालेर। सो हामीलाई यहाँ बस्नको लागि पनि यस्तरी चेयरहरू यो चेकिङ गर्ने ठाउँमा चाहिँ रहेछ। सो रेस्ट गर्नको लागि पनि त्यति आत्तिहाल्नु पर्दैन। अझै मेरो जिन्दगीको मुभीको मेन पात्र म यहाँ आइसकेको छु आफ्नो जीवनको खाली पानाहरू भर्नको लागि। आजको यो हाइकिङ पनि यस्तै हो, विदाउट प्लान। त्यस्तो खासै प्लान बनाएको चाहिँ थिएन, तर हाम्रो रूपाजीले कल गर्नुभयो, जाने भन्नुभयो, म पनि जाने भने र यहाँ आइपुगेको छु। सो हाम्रो रूपाजी आफ्नो न्यू जर्नी स्टार्ट गर्न गइराख्नु भएको छ। न्यू त भन्न मिल्दैन, उहाँको काहीँ स्टक आउट रहेको जर्नी थियो। सो आफ्नो मनमा लागेका केही रहरहरू पुरा गर्दै हुनुहुन्छ। म उहाँलाई अल द बेस्ट भन्न चाहन्छु। एकदम सक्सेस होस् र यही भिडियो मार्फत शुभकामना सन्देश पनि दिन चाहे। गाइस, मैले एउटा सुकेको हाँगा भेटाएको छु। के हो? वाट इज दिस? प्लिज लेट मी नो थ्रु योर कमेन्ट। हामी काहीँ न काहीँ त आइपुग्यौँ, कहाँ आइपुग्यो थाहै भएन। सो हामी एउटा लोकेसनमा आइसकेका छौँ। यहाँ चाहिँ ढुङ्गा ढुङ्गा छ। यहाँ सानो सानो क्युट ढुङ्गाहरू छ, नेचुरल हो होइन। अनि यसमा चाहिँ चस्मा हात पारिसकेको छु। यो चस्मा चाहिँ मेरो होइन, तर पनि मैले कस्तो राम्रो चस्मा हात पारिसकेँ। मेरो पार्टनरको है यो चाहिँ। अब है कस्तो सुहाएको छ, राम्रो मान्छेलाई जे पनि सुहाउँछ।
मन राम्रो भएपछि जसमा पनि राम्रो देख्छ अरे तर यस्तो रमाइलो छ होइन रमाउन जान्नुपर्छ जहाँ पनि खुसी हुन सकिन्छ यदि रमाउन जानेन भने आफन्तको भिडमा पनि दुखी भइन्छ सो सबैजना रमाउन सिक्नु होला अरूका लागि होइन आफ्नै लागि किन भन्दाखेरि अरू भनेको चाहिँ लाइफमा के हो अरे सपोर्टिङ क्यारेक्टर हो क्या तपाईँ भनेको चाहिँ मेन क्यारेक्टर हो सो मेरो मेन क्यारेक्टर मेरो लाइफको मेन क्यारेक्टर मै हो होइन त्यही भएर म आज रमाउन आइपुगेको छु बाई बिटिएस कस्तो हुन्छ हामी ट्राभलरहरूको चाहिँ के भन्दाखेरि अब स्ट्यान्ड लिएर हिँडेको हुँदैन रुखहरू एकदमै राम्रो लोकेसन आयो भने फोन अड्काउने अनि खिच्ने कहाँ सधैँ मान्छे हुन्छ त हुँदैन नि त सो हाम्रो तपाईँहरू देखिरहनु भएको छ यो बिटिएस भिडियो होइन बिहाइन्ड द सिन त्यस्तो कार्य हुन्छ सो एक्लै रमाउनुको त्यो फाइदा छ साथी हुँदा सुन्न सुगन्ध भने जस्तो हो कि सो म लोकेसनमा पुगिसकेको छु हाम्रो लगभग 5 किलोमिटरको हिँडाइपछि फाइनली हेलो सो मेरो पछाडि तपाईँहरूले गुराँस देख्न सक्नुहुन्छ कि हुँदैन आई डोन्ट नो मैले घाम भएको भएर चाहिँ देख्न सकिरहेको छुइनँ तर यहाँ चाहिँ गुराँसको 2टा रुख रहेछ जसमा चाहिँ एकदमै ढकमक्क फलेको छ फलेको होइन फुलेको छ सरी फुलेको छ नभेटेको भए ठिकै हुन्थ्यो भेटेपछि छुट्नु नै थियो जिन्दगीको कति रमाइलो छ नाच्दै छ